राम्री देखेछ यसरी कपाल बाने कि अनि यस्तो गरेको आहा कति राम्रो देखेछ तर क्या नि यसको पारै यस्तो छ दिनको 20 चोटि बान्दियो भने 20 चोटि खोल्छ ल हेर्नु यस्तो राम्रो गरी बान्देको कपाल फुक्काली त हाली यस्तो राक्षसनी छोरी के चाहिँ हेर्न आला मेरो पछि के चाहिँ हेर्न आला नक्कली ल लबर बान्दिन्छु खोले किन खोलेको लबर लिएर आऊ लबर लिएर आऊ लबर चाहियो मलाई यस्तो राम्रो गरी बान्देको मैले यस्तो क्युट देखिने गरी हैन के काम लाए मैले अहिले नि मैले यस्तो राम्री बनाइदिएको छु हैन रुना मात्र खोज्छ हौ मेरो छोरी त आमा यस्तो राम्री बनाइदिएको छ हैन अब उले कपाल करेर बिगार्ने भयो यस्तो जान्नी छ नि ल मामुलाई हेर्देऊ आफै गर्दा नि कति दामी देख्यो खूब जान्नी छ कपाल गर्न ल मामुलाई हेर त एकचोटि आहा राम्रो पो भएको छ त झन् फुल जस्तो देखे कपाल चाहिँ कसको ब्रस हो यो कस्तो कोर्न जाने के कपाल पनि साह्रै राम्री पो देखा छ म नि यसरी कपाल काट्नुपर्छ क्या कस्तो दामी पो देखा छ हौ छोरी त मामु झन् कस्तो देख्ली ल्याउ त एकचोटि म मिलाइदिन्छु कपाल ल क गर नि त नि ए लेख न ए फर एप्पल यताको मात्र कोर हो कस्तो राम्रो देखे यता त्यहाँ माथि नजाऊ यो फुल जस्तो कपाल बिग्रिन्छ नजाऊ भन्ने झन् निकाले कि कस्तो नक्कली हो के सोचेको होला नक्कली नानो लिएर आऊ नाना लाउनलाई ल नानो चाट देख्यौ नाना लिएर आऊ के नाना लाउने मामुको हातमा दिनु पर्दैन त्यसरी फ्याँक्ने हो छिटो आऊ नक्कली बुढी मामुले कपाल बाँधेको सब बिगार्ने भयो नाना लाउन किन खोलेको किन हुर्याएको लबर यसको नक्कल गरिरहौ दिनभरि कपाल गरिरहौ है कस्तो छुच्ची हो किन गएको त्यता यता ल्याउ म कपाल गरिदिन्छु फेरि ल्याउ कि म गरिदिन्छु आऊ राम्रै बनाइदिन्छु आऊ नानी राम्रै बनाइदिन्छु आऊ म राम्रै बनाइदिन्छु क्या आऊ म राम्ररी बनाइदिन्छु नि त त्यसले कहाँ क लेख्छ त लेख्दैन नि त्यो त काहीँ गर्ने हो यसले यसमा मात्रै लेख्छ यसले चाहिँ यसमा मात्रै लेख्छ ए बी सी डी ई भनेर जी 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 नि भन न आई जे के खोइ ए भन न एप्पल कति न त्यसले लेख्नु जसरी कपाल गर राम्ररी गुन्द्रुकी
गुन्द्रुकी खुसिङ भयो खुसिङ के भयो त्यसले के गर्यो नभयो कोले 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 ओए कोले त नि कोले खालि पाद्यो आफै पाद्छ पादुई तिमी पादुई हो मम्मीले त्यस्तो राम्ररी कोरिदिएको कपाल हेर बिच खालेर एबिसिडी गर भनेको त ए भन नि त नि ए भन न ए भन न नानु त कति गरिदिएछ म कति गरेर देखाइदिउँ मामुलाई यस्तो कति नानुको आँखा कुन हो कान कुन हो नाक कुन हो मुख कुन हो मुख कपाल कहाँ छ कपाल नानीको कपाल कहाँ गरिदेऊ कपाललाई टाउको नि टाउको कहाँ छ नानीको टाउको खोइ नानीको टाउको हात कुन हो हात नानीको हात हेरौँ न त हात हेरौँ खै हात नानी हात खै खुट्टु नि ए हात त्यो हो खुट्टु नि खुट्टु देखाइदेऊ ल खुट्टा खै नरिसाको खुट्टा देखाइदेऊ न खुट्टा देखाइदेऊ न के हुन्छ र खुट्टा देखाइदेऊ भने हो अब देखाउन खोज्दैनौ नानु कपाल हेर्न कपाल यस्तो राम्ररी गर्दै झुप्रो बनाउँछन् आमाको बोल्दिन कति खुब मजा आउँछ हैन नि हाम्रो त हातले हुन्छ यसले नि भइहाल्छ कोर्नको दिनमा त करम न काहीँ करम ल्याऊ राम्रै बनिदिन्छे राम्री बनाइदिउँ भनेको सुँगुरले कपाल यता र उता बनाएर बिगारिहाली यस्तो राम्रो बनाइदिएको थिएँ होइन तेल लगाएर न त के सङ्के किरा के भन्छ के किरा जसरी कपाल ठारिदिन्छ भन्दैन मुखेन चोसो बनाएको त्यसलाई चोसी ल बाई गरिदेऊ त्यसो आमा त गयो नानी बाई 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 गइ ल नानी बाई 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 गर नि त नि बाई गर क्यामेराबाट बाई गर क्या मलाई लबर चाहिन्छ अरू होइन लबर चाहिन्छ त्यो म आएर फेरि कपाल बाँधिदिने हो सुन्यौ कक गरे हो छोरी कक गरे हो तिमी ल कक भन ल ए चिठी बज्ने हुनाले माम पाके ताली बजाइदेऊ नक्कली तर्सिन्छ सिठी बज्दा जहिले नि लबर खै त मलाई लबर चाहियो म गरिदिन्छु ल्याउ
धेरै नक्कली हुने होइन है। म कट्टी गर्छु। नुन बेसार हड्डी कट्टी कट्टी छोरी बोल्दिन। नुन बेसार हड्डी कट्टी। आज चाहिँ यसो हल्का पानी परेको दिन कोरियामा शीतल भएको छ शीतल। यहाँ त खोले छैन साकाउ हाम्रो अलिकति बारी यहाँ। ओए पानी खेल्न जानु लाग्यो मुसुरी। यता होइन बा उता 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 के उतापट्टिको जाने। ल तिमी आफै ताती गर्दै आऊ नि त। उता जाने होइन के। यो नक्कली बुढीलाई त मैले के गर्ने होला। हे नक्कली बुढीलाई मैले के गर्ने होला। यता जाम भनेपछि यता यता आउँछ। के छ छोरी। हेलो गरिदेऊ न। हेलो नमस्ते गुड मर्निङ गरिदेऊ। नमस्ते गरी हेर त यता यता हेरेर के कति धेरै गाडी चलेको है। ऊ आज त सुइका सुई गाडी आइछ त यता त। आज भन्छ आज नि गाडी आउला जस्तो। किन खोकेको किन खोकेको किन खोकेको नानी। नानी मामुलाई माया गरिदेऊ त। मनी गरौँ। राम्री देखा छौ। राम्री गरिदेऊ त ल। नानीले कसरी गर्ने राम्री। राम्री राम्री नानी लाउने यसलाई के को खोकी लायो फेरि बिहान बिहान। यति चिसा लाग्नुहुन्न। ख्यास 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 सुरु भइ नै हाल्छ। नानी हामी के लिन आएको रे। बारीमा के लिन आएको। साग भनिदेऊ न। साग नानु साग भनिदेऊ न। ओइ है साग लिन आएको भनिदेऊ न। हाम्रो बारीमा साग छ कि छैन कुन्नी। साग छ कि छैन कुन्नी। साग त लिन आइयो। के हेरेको तिमीले। मान्छे खन्नलाई बडा चटक देखाउँछ। के गर्नु भएको नानी। खनी खनी गरे हो। ओया होला नि त। छुङ्गुनी पानी चलाउनु हुन्न। खुब खन्न पऱ्यो कि त। नानी नानी बाबा बोलाइदेऊ नि त नि। बाबा आउनुहोस् खनी खनी गर्न भन। नानी ए नानी ए नक्कली बुढी छुची ए रुन्ची छि हुन्न फोर्छौ के हुन्न। बाबाले पाइ गर्छ हुन्न। यो चाहिँ हाम्रो बारी साग लिन आएको। पानी परेर होला कस्तो मजाले साग परेछ। साग भनिदेऊ न साग। दुध खाँदो पानी होइन हालौ न त। मेरो बुढाले आज घाँस काटिरहेको फेरि हेर्नु मृगको बच्चा पाएको। है जान पो लाग्छ त। कराउँदैन होला यहाँ बुढा। यहाँ नानी यी मे पालौँ न है बुढा। पालो त अब मलाई के भने। उता खोर बनाइदिन लाउने मृगको बच्चा। मे यी मुनि मे डराउँदैन ऊ झन्। मे हो नि मे माया गरिदेऊ मेलाई। अब यो आमाले खोजिरहन्छ होला। भर्खरको रहेछ बिचरा। बुबु खाऊ ल। यसले त निब्बलले खान्छ होला बुढो। मृगको बच्चा हेर्नु न। भर्खर पाएर अलि दिन हुर्के जस्तो जस्तो छ। कसरी खानिदिने ल ल। यो म त के मे गरेँ भनेको यो मे गरिरहेछ। मेरो नानी कति खुसी हुन्छ अब। मे हेर कामेको थुरथुर
आऊ आऊ म माया गर्छु मेरो नानी पनि छ यी नानी तिमी जस्तै नानी नडराउला मेरो नानीले झन् माया गर्छ नानी माया गरिदेऊ न ऊ सानो नानी हो नि त नि भित्र जान खोजे जान देऊ नि त ऊ भित्र जान खोजेको ऊ भित्र गएको हेर गरिरहेको थियो हिँड्न पनि राम्ररी सके छैन बिचरा आऊ लिएर आऊ नि त बोकेर लिएर आऊ जाऊ अब हामी उसलाई राख्ने ल माया गरिराख्ने ल उसलाई है ऊ त पारी जङ्गलमा के यहाँनिर घाँस काटेको यो यतापट्टि घाँस काटी गरेको बाबाले अनि मुनि पाउनु भएको है यो मृगको बच्चा रे के मृगकै माया गरिदेऊ ल मिया गरिदेऊ माया गरिदेऊ साथी बन्नी ल आजबाट ल ह्यान्डचेक गर गुड गरिदेऊ मियालाई बिचरा डराएको छ है मुनिलाई दुध दिने कि नै मियालाई दुध दिने कि नै भर्खर 4-5 दिन भए जस्तो छ बिचरा यो हिँड्न नि राम्ररी सकिरहेको छैन हेर्नुहोस् त यसलाई मियालाई बुबु खानिदिने हस् हुन्छ नानी तिम्रो बुबु दिने हस् निब्बल ल्याइदिनु पर्ला माया गरिदेऊ न माया खाऊ भन न बुबु खाऊ भन न यो मेरो बुबु हो खाइदेऊ भन देऊ न दिनुपर्छ जाडो भयो जस्तो जाऊ भित्र जाऊ अब तिमीलाई हामी राख्ने हो चिप्लेर हिँड्न सके के पो किन के गरिदिएको त नि कहाँ जान्ला लाउने हो नाना लाउने हो भ्याउन लायो मैले त्यो दुइटाको माया खेला न बोल खेला दुईजना बेर ल ताती खेला बोल खेला नाना जति भुइँमा फेलेर चप तिमी पनि काखमा ऊ पनि काख खोज्दै आएको बस्न देऊ न उसलाई नि हेर ऊ त काख खोज्दै आयो अनि तिमी चाहिँ रुन्छ मात्र हेर तिमी रुवा देखेर ऊ आएको नि त खाट मुनिबाट ऊ तिमीलाई फकाउन आएको के तिमीलाई फकाउन आएको कस्तो ज्ञानी छ आमै किन लयो मलाई माया गर्ने मान्छेहरू भनेर मलाई माया गर्ने किन लुवाएको बुबु खोज्दै छ उता उसलाई भोक लाग्यो जस्तो छ भोक है के दिने नानी अब उसलाई खाना माम दिने बुबु माम दिने हो दिने तिमी रुन्ची हेर त तिमी रुवा भएर उठेर आएको हो हेर माया गरेको तिमीले गालामा मेरो नानी रुवा देखेर खाटमुनि उडाएर के नानी रुवा देखेर फकाउन आएको रे हो एकै दिनमा यस्तो हुन्छ पशु तिमी रुवा देखेर आएको त नि ऊ माया गर्देऊ म रुवा छैन भनिदेऊ नि त नि माया गरिदेऊ तिमी रुवा देखेर तिमीलाई पछ्याउँदै आएको तिमीलाई माया गरेको नि त उसले
हो तिमीलाई खोज्न आएको अरे मेरो नानी क्या कति खुसी भएको कि यसलाई देखेर हेर्नु न होइन त मजाले बसेछ नानीलाई खेल्ने साथी हुने भयो मृगको बच्चा यसले केही त गर्दैन होला नि ठुली भएपछि माया गर्ला नि हेर्नु कस्तो दामी के कस्तो दामी बुबु ल्याइदिएको बुबु खाऊ भन नि त नि के हो रे सानो यो मृग भन न मृगलाई के भन्दो रहेछ इङ्ग्लिसमा कमेन्ट गर्नु है त साथी पछि पछि जान्छ तिमी के लिएर सेरे लिएर अनि उसलाई नि लिएर आउनु त ऊ एक्लै भएर त तिमीलाई माया गरिरहेछ तिमी चाहिँ भागिरहेछ बोको उसलाई नि बोको किरण उसलाई चाहिँ उसको मामुबाट छोड्न लगाएको हामी चाहिँ आऊ 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 यता आऊ एकै दिनमा कस्तो राम्रो बानी भएको थियो एकै दिनमा कस्तो झ्याम्मे थियो उसको मामुबाट पठाइदिने रे नराख्ने रे नानी अब बेबीलाई उसको मामुबाट पठाइदिने रे हुन्छ यस्तरी काखमा आएको यस्तरी चाहिँ माया लगाएको जाऊ अब तिम्रो मामुबाट राखौँ भने त झरेको हेर्नु जाने रे अब त उता उसको मामुबाट नानी जाने रे उता उसको मामुबाट होइन घाँटीमा त्यो ठुलै ठुलो 시원하니 잔디 깨끗어 이쁘다 잔디에서 저기는 더 좋아 잔디가 잔디가 더 좋아 저기는 अनि त कस्तो राम्रो भएर पलाइरहेछ यो 바비카 이리 바비카 오늘 빵 먹었어 또? 빵 먹었어? हेर्नु जङ्गल छोडिदिनु लगाएको फेरि पछ्याउँदै आएको ढोका लगाइदिएर यहाँ काइपले अनि ढोका लगाइदियो भने साउले अनि ढोका लगाइदिएको ऊ नानी खोलिदिन गयो नानी खोलिदिन गयो खोलिदेऊ नानी ढोका खोलिदेऊ आऊ भन छोड्दै हुन्छ उहाँ माथि छोडिदिएको दौडी दौडी आएको हेर्नु न ढोका लगाइदियो भनेर टोकिरह ढोका ढोका टोकिरह छोड्दै भन्छ नानी रुन्छ भन्छ नानी फेरि लग्यो फेरि लग्यो छोडिदिएर आयो नि छोडिदिएर आयो फेरि से छोडेर आयो हेर्नु न आएको आयो नि दौडिँदै आयो यहाँ नानी गएको छोड
लिएर आऊ हारा बाजुले उहाँ जङ्गलमा छोडिदिने रे नानी नानीलाई छोडिदिने रे नानीलाई छोडिदिने आऊ आऊ नानी आऊ 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 फेरि लिएर गयो कहाँ ल्याएर जानु पोरै छोड्छ क्या आऊ नानु नानी आऊ पोरै जङ्गलमा छोड्दिन ला जस्तो छ हारा बाजुले हलाएर छोडिदिनु ला जस्तो परै लगेर यहाँ गएको छ रोको छोडिदिनु लायो भनेर नानी रोएको परै लग्यो उता छोड्दैछ उहाँ छोडिदेऊ तेरै हारा बाजुले छोड्दै त हो क्या जङ्गलमा छोडिदियो बाई बाई बाँधेर राख्न ला जस्तो छ गयो जाउँ राखेर आयो राखिदिएर आयो राखिदियो हिरेनको बेबीलाई राखिदियो जाउँ राखिदियो क्या म त गयो होला भनेको गयो होला भनेर दौडेर हेर्न आएको बसिरहेको रहेछ तिम्रो मामु आयो भने जाऊ ल तिम्रो मामु आयो भने जाऊ है आउँछ अरे तिम्रो मामु आयो भने जाऊ के गर्छ त बसिरहऊ न त भोलि यही टाइममा भेट्यो भने लिन आउँछु ल है बसिरहऊ मामु आउँछ तिम्रो बसिरहऊ है आऊ के आऊ ओइ कुके नाम पनि के राख्नु चुई आऊ जाऊँ जान्छौ र बस ल तिम्रो मामु आउँछ अनि मामुसँग जाऊ है अहिले त म खुसी पठाएको छु तिम्रो मामुलाई कुरा मामु आयो भने जाऊ है आइहाल्ला नि यत्रो घना जङ्गल छ यार हालेर छोड्दै बस इसका मामा